आशिकाजी उठ्नुस् न क्यामेरा रेडी भइसक्यो ए आशिकाजी तपाईलाई स्वागत छ यो हमलाको हमलामा धन्यवाद भन्नुस् आशिकाजी तपाईको त्यो छ नि जुन क्यामेरा वाला चस्मा हजुर त्यो आज किन लाउनु भएन त्यो चाहिँ यस्तो भाइ अस्ट्रेलियाबाट ल्याएको एकदमै महँगो थियो भन्नुस् आशिकाजी कसले पठाइदियो र किन पठाइदियो यस्तो मान्छे यस्तो त तिमीले नै पठाइदिए हैन भने बुढीले थाहा बजाउन नभनेको हैन एलिजा मेरो बुढीको नाम एलिजा हैन त ए म त आयुष एलिजा सम्झिरा हैन आइस के छ एलिजाको त के भयो धामला बुढीको के हो धामला बुढी आफ्नै बुढीको नाम बिर्छु हेर त ल पत्रकारले हैन यो सरासर झुट हो श्रीमतीजी आशिकाको कुरा नसुन्नुस् तपाई एकदमै सरासर झुट हो बुझ्नु भएन आशिकाजी बुझ्नु भएन श्रीमतीजी शान्त हुनुस् तपाई शान्त हुनुस् हेर्नुस् श्रीमतीजी हात नसमाउनुस् यसरी भनिरहेको छु मलाई मार्छिन् बुढीले घरमा मलाई खाना फेरि मेरो भोक पेट रहन्छ भन्नुस् आशिकाजी के तपाईले पकाएर खान दिनुहुन्छ मलाई आउँछु भने त दिइहाल्छु नि के पकाएर दिनुहुन्छ भन्नुस् आशिकाजी तपाई शान्त भएर बस्नुस् तपाई शान्त भएर बस्नुस् यो कुनै बाटो हैन या तपाईले कराउने कुनै ठाउँ हैन तपाईकोमा कुनै नेता सेता कुनै केही हैन तपाई चुप लाग्नुस् एकछिन तपाईले थमलाको हमला सहनु पर्ला फेरि भन्नुस् आशिकाजी अस्ति तपाईले बाटोमा एउटा चरा उठाउनु देखियो त्यो चराको मासु कस्तो थियो जनता जान्न चाहन्छन् भन्नुस् त मलाई भन्नुस् पकाएर सुरुमा खिच्ने तपाई नै होइन कस्तो मलाई कहिले दिनुभयो म मासु नै खादिन म भेज हो जनता जान्न चाहन्छन् म एकदमै भेज हो मान्छे के बुझ्नु भयो मेरो श्रीमतीजी तपाई यसरी नबिच्किनुस्